बलिउड फिल्म इन्डस्ट्री हेर्ने हो भने हामी किन फिल्म बनाइरहेछौँ, नेपालले किन फिल्म बनाइरहेछ भनेर सोच्नुपर्ने हुन्छ है। किनभने उनीहरू त्यो लेभलमा छ जुन लेभलमा चाहिँ हामीहरू अहिले कहिले पुग्ने भन्ने सोच्न पनि सक्दैन होला, तर पनि हामीले फिल्म बनाइरहेछौँ होइन। कहिले आफ्नो त्यो एक्जिस्टेन्सको लागि सोधिन्छ नि त होइन, सोचिन्छ। अनि कस्तो लाग्छ भने इकोसिस्टमले के भन्छ भने इफ यु आर फिट देन ओन्ली यु विल सर्भाइभ भन्छ नि त होइन। यदि तिम्रो यो इकोसिस्टममा चाहिँ फिट हुन लायक छैन भने सर्भाइभै गर्दैन भन्छ। भनेपछि नेपाली फिल्महरू सर्भाइभ त भइरहेछ नि त 60-70 वर्षदेखि। भनेपछि काहीँ न काहीँ यो इकोसिस्टममा फिट चाहिँ रहेछ भन्ने चाहिँ मलाई लाग्छ। अनि उसो भए त्यो $1 बिलियन फिल्म छ, थाउजन्ड्स अफ करोडको फिल्म छ, अनि हाम्रो 1-2 करोडको फिल्म पनि छ फेरि यो इकोसिस्टममा होइन। हामीहरू कसरी टिकिरह होला नि त जस्तो लाग्छ क्या। अब यता मास कम्युनिकेसन जर्नलिजम भनेपछि मलाई कस्तो लाग्छ भने साहित्य त साहित्य नै हो, तर हतारको साहित्य भर्खरै छाती हाल्ने खालको साहित्य भयो नि त यो पनि होइन। त्यो पनि एउटा लिटरेचरकै पार्ट हो जस्तो लाग्छ जर्नलिजम पनि। अब फिल्म चाहिँ झन् एकदमै धेरै लिटरेचर आर्टको एकदमै फर्ममा भएको फिल्ड हो। अनि मलाई के लाग्छ 100 वर्ष अगाडि ब्ल्याक एन्ड व्हाइटमा फिल्म बन्दाखेरि पनि एउटै चिज थियो, बिचमा आएर कलर आयो, अडियो आयो, त्यसपछिबाट अहिले हुँदा हुँदा एकदम एआईबाट फिल्म बन्न थालिसक्यो। जतिसुकै टेक्नोलोजिकल एडभान्समेन्ट भए पनि $बिलियन्स लगाए पनि हामीले 1-2 करोडमा फिल्म बनाए पनि या इन्डी फिल्म मेकिङ एकदम बिना बजेटको फिल्म बनाए पनि हामीले बेच्ने चाहिँ एउटै कुरा हो, त्यो इमोसन हो। त्यो ह्युमन इमोसन्स भनेको चाहिँ 100 वर्ष अगाडि पनि सेम थियो, आज पनि सेम छ। $1 बिलियन पनि त्यो एडिटारबाट एनिमेसन फोनमा पनि हामीले इमोसनै दिने हो र हामीले नर्मल इन्डी मोबाइलले खिचे पनि हामीले इमोसनै दिने हो भने चाहिँ वी आर क्यापेबल। हामीले तर पिक गर्दाखेरि चाहिँ कस्तो आइडिया पिक गर्ने जुन हामीले पुल अफ गर्न सक्छौँ त्यस्तो आइडियाहरू चाहिँ पिक गऱ्यो भने चाहिँ हामी इकोसिस्टममा सर्भाइभ पनि गर्छौँ, अगाडि पनि जान्छौँ होला जस्तो लाग्छ। त्यही भएर अनि मैले चाहिँ ठिक छ बाहिर भाग्न पर्दैन, काम गर्न मिल्छ अझै पनि जस्तो फिल गरिरहेको छु है। अर्को कुरा भनेको नेपालले एक्सपोर्ट गर्दैन भन्छ नि त होइन। हामीसँग के छ, सुन पनि छैन, पेट्रोल पनि छैन, केही पनि छैन, एउटा त्यही जनशक्ति छ, त्यो हामीहरू एक्सपोर्ट गरेकै छौँ होइन। त्यो बाहेक हामीहरू के एक्सपोर्ट गर्न सक्छौँ त भन्दा फिल्म चाहिँ यस्तो एउटा एक्सपोर्ट प्रडक्ट हुनसक्छ। यसलाई इन्टरटेनमेन्ट नलिने, यसलाई डिजिटल प्रडक्टको रूपमा लिने हो भने यस्तो खालको प्रडक्ट यो जति कन्ज्युम गरे पनि सकिँदैन। सायद नेपालीले बनाउनु पर्ने प्रडक्ट चाहिँ त्यस्तो होला होइन। त्यसको लुगा जे पनि एक्चुअली बनाएपछि कन्ज्युम गरे सक्यो, तर फिल्म हामी 100 वर्षसम्म एक्सप्लोइट गर्न सक्छौँ। त्यो त डिजिटल प्रडक्ट हो नि त। त्यही भएर नेपालले लगानी गर्नुपर्ने क्षेत्र एउटा यो पनि हो।